कागेश्वरी महादेवको मन्दिर भनेको चाहिँ यही होला। अन्त चाहिँ यहाँ ल 5वटा धारामा सर्र पानी आइरहेको छ होइन, हेर्न सक्नुहुन्छ बवाल। त्यहाँ झर्ना पनि छ ल। बाटो चाहिँ बवाल दामी पिच रहेछ ल, हेर्नु कति राम्रो। कागेश्वरीमा पाल्नु हुने सम्पूर्ण भक्तजनहरूमा हार्दिक स्वागत गर्दछौँ है। अनि यता चाहिँ झर्ना पनि छ ल, मजाको झर्ना छ। ल हेर्न भ्यू सट कति दामी ठाउँ आयो यार। अरे बा भ्यू हेर्नु है गाइजहरू, आमा हो कति राम्रो भ्यू, यो कति बवाल देखेको। मान्छे यो कागेश्वरीमा पिकनिक खान आउनुको कारण चाहिँ यही रहेछ, यस्तो राम्रो ठाउँ रहेछ। अनि यो त दामी। अनि So hello and नमस्ते everyone, welcome back to my YouTube channel guys। सबैजनाले लाइक कमेन्ट सेयर अनि च्यानललाई सब्सक्राइब गरिदिनु होला है। आज पनि तपाईँहरूमा न्यू डे न्यू भ्लगको साथमा उपस्थित भएको छु। आज चाहिँ म यहाँ मनोहर कागेश्वरी मनोहर कागेश्वरी महादेवको मन्दिरतिर चाहिँ घुम्न आएको छु होइन। र राम्रो दृश्यहरू मनोरम दृश्यहरूको चाहिँ अवलोकन गराउने कोसिस गर्नेछु है त गाइजहरू। So hello and namaste everyone, welcome back my channel guys। सबैजनालाई स्वागत छ मेरो च्यानलमा। सबैजनाले लाइक कमेन्ट सेयर अनि च्यानललाई सब्सक्राइब गरिदिनु होला है गाइजहरू। आजको यात्रा चाहिँ हाम्रो त्यो डाँडासम्म हुनेछ। कागेश्वरी मनोहरा नगरपालिका कागेश्वरी महादेवको मन्दिरमा र कागेश्वरी कागको स्ट्याचु ठाउँसम्म जान्छु है। त्यहाँसम्मको यात्रा हामीले यात्रा सुरु गर्यो नामगेल बस पार्कबाट है त। अब हामी जान्छौँ कागेश्वरी मनोहरा कागेश्वरी। उताबाट पनि छ बाटो, हामी चाहिँ यताबाट झन् छिटो र सजिलो बाटो हो यो। कृपया सबैजनाले भिडियोलाई अन्त्यसम्म हेरेर साथ दिनु होला। कमी कमजोरी के छ कमेन्ट गरिदिनु होला, सल्लाह सुझाव दिनु होला। म कुन ठाउँको चाहिँ भ्लग बनाऊँ, कुन ठाउँमा चाहिँ जाऊँ र कस्तो चाहिँ बनाऊँ, सबैजनाले सल्लाह सुझाव दिनु होला कमेन्ट मार्फत है। अनि साथमा रहनु होला। एकदम राम्रा र मनोरञ्जन ठाउँहरू चाहिँ म देखाउने छु, अवलोकन गराउने छु। त्यतिरको दामी छ ठाउँ, अलि खुल्ला छ होइन, त्यस्तो विधि जामसाम हुने त्यस्तो हुँदैन यहाँ त। मान्छेहरू बिना हेलमेट कुदाउँछ यहाँ त। यस्ताहरूले गरेर हो ट्राफिकले दुःख दिने अरूलाई पनि हेलमेट बिचमा कुदाइदिन्छ। बाइक चलाउन नि मजा आउँछ यार, एकदम रमाइलो फिल हुन्छ। यतातिर जाम हुँदैन नि त, अनि चलाउन मजा आउँछ क्या। जाम भन्ने ठाउँमा चाहिँ मात्रै झ्याउ लाग्ने, जाम नहुँदा त सही फेलिलिलिलिलिलिलि कुद्न पाइयो। रमाइलो दृश्यहरू हेर्दै है, म रमाइलो दृश्यहरूको अवलोकन गर्दै हेर्न है गाइजहरू। माथि माथि डाँडाहरू, मौसम पनि सफा छ होइन, आकाशहरू पनि सफा छ। खासै पानी पर्ला जस्तो मौसम त छैन। भरे बेलुका चाहिँ अब केही भन्न सकिँदैन, बेलुका अचानक पानी पर्न नि सक्छ होइन। तर अहिले चाहिँ पानी पर्ने सम्भावना छैन, किनकि बादलहरू पनि छैन। एकदम खुल्ला सफा छ क्या आज।
अब हामी चाहिँ राइट साइडबाट जानुपर्ने हुन्छ। यता सिधै गयो भने चाहिँ तपाईँको सुन्दरीजल पुग्न सक्नुहुन्छ है। हामी चाहिँ राइट साइडबाट जस्तो लाग्दैछ मलाई त। अन्त हामी बजारहरूको अवलोकन गर्दै चाहिँ हामी हिँड्दैछौँ है त। बाँसहरू पनि रहेछ यहाँ अगाडि पनि गुम्बा रहेछ, ठुलै गुम्बा रहेछ बाटैमा। ठाउँ चाहिँ दामी रहेछ है। यता यता कि यता यता त होइन, यता त होइन, यतै होला। साँखु जाने बाटो रह्यो त अनि खै म चाहिँ फर्स्ट टाइम आउँदैछु होइन, मलाई चाहिँ बाटो थाहा छैन। अनि हाम्रो सम्झी चाहिँ खै पहिला पनि एकचोटि आएको अरे बाटो बिर्सियोस् भन्छन्। बिर्सन नपर्ने हो, पहिल्यै आएको मान्छे त यार। म त एकचोटि हिँडेको बाटो 10 वर्षपछिको हिँडेँ नि, म बिर्सिँदैन। माथितिर चाहिँ होला नि। सोधौँ न दाजु, यता कागेश्वरी जाने बाटो कुन, यता कि यता? हजुर गागल फेदीबाट ए यताबाट छैन बाटो? हजुर ए ए हस् हस् धन्यवाद है। बाटो कन्फ्युज है, अब के गर्ने सोध्नै पर्यो, थाहा नभए बाटो त। यताबाट त पैदल मात्रै छ अरे, बाइक जाँदैन रे। जाने एउटा त्यहीबाट भन्नुभयो, गागल फेदी पुगेर गागल फेदीबाट माथितिर लाग्नुपर्ने हुन्छ। ठाउँहरू चाहिँ एकदम बवाल दामी रहेछ है। यतातिर पो राम्रो रहेछ त ठाउँ त है। आहा बस्नलाई त कति खुल्ला क्या, घरहरू अलिअलि मात्रै। अनि सबै खेती नै खेती क्या, तरकारी खेती। यतिको उकालो त 3 पनि चढ्यो है, 2 जना। अब यता चाहिँ अलिक 2 लगाउनु पर्ने हुन्छ मैले गियरलाई। पुरै ढलान बाटो छ बाटो चाहिँ। हामी चाहिँ अब बाटो त थुप्रै छ क्या अरे, कता कताबाट छ। अब यता लेफ्ट नै त होला नि होइन? यताबाट धेरै टाढा त छैन जस्तो लाग्यो है। लगभग अब खै कति नै छ र होइन, आधी घन्टामा त पुग्ला नि हामी। अब ओ त्यो डाँडा पुग्नुपर्छ, त्यो डाँडा सायद। ठाउँ एकदम आनन्द, बस्नलाई एकदम मस्त आनन्द। ओ शान्त वातावरण, धुवा धुलो प्रदूषण केही छैन क्या, एकदम राम्रो छ। यहाँ पुरै हामी पुग्नुपर्ने अझै माथि, त्यहाँ माथि डाँडा होइन हामी पुग्नुपर्ने, त्यहाँ माथि डाँडा है गाइजहरू। ल गाइजहरू साथमा रहनु होला। एकदम यस्तो राम्रो राम्रो, आहा कति राम्रो प्लटिङ हेर्नु त। आहा एकदम राम्रो, एकदम रमणीय ठाउँहरूको चाहिँ अवलोकन गराउँछु मैले होइन। साथमा हेर्नु होला। बाटो चाहिँ बवाल दामी पिच रहेछ। ल हेर्नु कति राम्रो। आहा कागेश्वरीमा पाल्नु हुने सम्पूर्ण भक्तजनहरूमा हार्दिक स्वागत गर्दछौँ बेला है। हामी चाहिँ कागेश्वरीको उसमा छिर्यो, प्रवेशद्वारबाट भनौँ न, अब गेटबाट, स्वागतद्वारबाट चाहिँ हामी छिरिसक्यौँ होइन। बाटो चाहिँ एकदम राम्रो अख्खारेको छ, पिच बाटो। पहिला चाहिँ यस्तो पुरै पिच थिएन होला, राम्रो थिएन होला। अहिले चाहिँ राम्रो भएको छ होइन। बस चाहिँ यहाँसम्म आउने हो अरे, बस पार्क चाहिँ यहाँ रहेछ। हामी त अब यस्तो त होला नि होइन, माथि हो र हो नि, हो रहेछ ल। अब यहाँबाट चाहिँ हामी ढलान बाटो निस्क्यौँ फेरि, अन्त्यसम्म साथमै रहनु होला गाइजहरू। उकालो चाहिँ अलि उकालो रहेछ,
उकालो उकालो चढ्दै जाने हो यतै हो है लेफ्ट साइडबाट सिधै त होला नि हैन थट तपाईँ मान्छे यता हो कि यता हो अब हाँ मान्छे नै छैन फेरि कोही मान्छे भए सोध्नु हुन्थ्यो अब यता हो कि यता हो हाँ सिधै हो उनीहरू पनि त्यतै रहेछ यताबाट गयो है कुन चाहिँ गाउँमा पुग्ने रहेछ उतै गाउँतिर पुग्ने रहेछ ल अन्त आहा हा हा भ्यू हेर्ने गाइजहरू भ्यू आमा हो पुरै कम बवाल देख्ने रहेछ त पहिला उसमा जाने होइन त कागेश्वरी महादेवमा झर्ना सर्ना नि रहेछ त्यहाँ सानो सानो भयो नि अनि त्यसपछि बल्ल उसमा माथि अनि त्यसपछि बल्ल माथि त्यो उसमा जाने क्या कागको स्ट्याचु भएको ठाउँमा अहिले त हामी दामी तालले आउनु पायो नि त त्यति बेला अफ रोड गाइजहरू भ्यू हेर्नु है भ्यू तलदेखि हामी यहाँ माथि आइपुगिसक्यो यार उसमा जाने चाहिँ यता होइन पहिला यसमा हो नि यहाँ त झन् दामी दामी छ त पहिला यहाँ गएर अनि यता जाने हो क्या दाजु मन्दिर चाहिँ यतापट्टि होइन त ए हस् धन्यवाद झर्ना सर्ना तिर्सुल सिर्सुल छ क्या सिधै माथि जा होला त यता चाहिँ ऊ रहेछ क्या मन्दिर रहेछ क्या हा ल हेर्न भ्यू सट कति दामी ठाउँमा आयो यार अरे बा यहीँ राखौँ अनि उतैबाट हिँडेर जानुपर्ने हो त्यो हिँडेर आउने बाटो सुन्दरजलबाट हिँडेर आउने बाटो हाइकिङ गरेर आउने बाटो सुन्दरजलबाट हिँडेर हाइकिङ गर्दै आउने बाटो हो त्यो जङ्गलको बाटो कस्तो दामी छ नि होइन सुन्दरजल त्यहीँ भइहाल्यो होइन ऊ त्यो ऊ भ्यू हेर्नु है गाइजहरू आमा हो कति राम्रो भ्यू यो कति बवाल देखेको मान्छे यो कागेश्वरीमा पिकनिक खान आउनुको कारण चाहिँ यही रहेछ क्या यस्तो राम्रो ठाउँ रहेछ अनि यो त दामी अनि आहा हामी चाहिँ त्यहाँ तलबाट आएको है तलबाट त्यो ठुलो फाँडभन्दा अलिकति यताबाट आएको हामी चाहिँ कति राम्रो यार पिसफुल रहेछ एकदम पिसफुल यार ठाउँ चाहिँ आखा ठाउँ आमा हो श्री कागेश्वरी धाम प्रवेश चाहिँ गर्छौँ हामी पहिला अनि त्यसपछि माथि जाउँला अब यहाँबाट हामी चाहिँ प्रवेश गर्दैछौँ कागेश्वर प्रवेशद्वार ल जाउँ कस्तो बवाल होइन हामी आएको त्यहाँबाट त हो नि रोडै देखिरहेछ त यहाँ चाहिँ मजाले ढुङ्गा ओछ्याएको बाटो छ होइन कृपया छ्याउ नमानिकन मजाले साथमा रहनु होला भ्लगलाई हेरेर साथ दिनु होला गाइजहरू मेहनत गरेर हिँड्दैछु त्यसैले साथ सपोर्ट माया गरिदिनु होला लाइक कमेन्ट सेयर च्यानललाई सब्सक्राइब गरिदिनु होला जति पनि नयाँ जोडिनु हुन्छ सबैले सब्सक्राइब गरिदिनु होला है ऐसेलु रहेछ सन्देह यहाँ तर खाल्डो छ यार तलतिर त टिप्न सकिँदैन कि रुखै तान्नु पऱ्यो त उसो भए सकिँदैन ऊ त सिद्धिसक्यो होला है ऊ लालीगुराँस त सिद्धिसक्यो होला यार
पुरै मजाले ढुङ्गा ओछ्याएर बनाएको छ। यो चाहिँ मैले सुनेअनुसार चाहिँ यो हाम्रो नेपाली सेनाहरूले चाहिँ यो बाटो बनाएको अरे। सेनाहरूले चाहिँ यति राम्रो काम गर्नुभएको छ क्या यता। पहिला यस्तो बाटो थिएन अरे, पछि सेनाहरूले चाहिँ यो बाटो बनाउनु बारे भन्ने कुरा सुनेको छु है। बवाल छ त्यता, पुरै मन्दिरै मन्दिर छ। माथि चाहिँ पार्क र कागको स्ट्याचु मूर्ति छ। त्यही गेटबाट यस्तो जानुपर्छ फेरि। यहाँ त दामी बवाल छ नि, जङ्गल होइन जङ्गल। गर्मी गर्मी छ भए पनि काफल छ र ल अहिले आएर खानुपर्ने हुन्छ काफल पनि। धेरै भयो मैले काफल नखाएको त, धेरै वर्ष भइसक्यो। अहिले आएर खाउँला काफल। काफल पनि रहेछ है, भेट्यो है काफल। त्यहाँ पनि होला। दामी, यो चाहिँ खोला बग्ने भएर यस्तो बनाइदिनु भएको छ। दामी। ओहो ऐसेलु त यहाँतिर नि रहेछ। हेर्नु त ऐसेलु, ऐसेलु पनि खाइन्छ आज। काफल खाइन्छ, ऐसेलु खाइन्छ है त गाइज। हामी चाहिँ यो रुखमा छ कि छैन ऐसेलु? ए काफल, काफल भन्नु भने ऐसेलु भनिदिएर रहेछ। छैन जस्तो यो रुखमा त। त्यो रुखमा छ? त्यो नि काफलको रुख हो र? छ जस्तो त्यहाँ त। ल मस्तले काफल पनि खाएर हिँडिन्छ आज। ल धेरै भएको थियो काफल नखा मैले यार। आमा हो, यो वालमा पुरै अझ यसरी इँटा लगाउने बाबा। ल गाइजहरू मोबाइलबाट कन्टिन्यू दिन्छ है त म भिडियोलाई। दामी रहेछ यार, पुरै यसरी चाहिँ। ल ढुङ्गा इँटाहरू लगाउँदैछन्। हिँड्न चाहिँ कति हिँड्नुपर्ने छ हजुर? काफल पहिला घुमेर आऊँ न। ए त्यहाँ त टन्नै रहेछ साँच्चीकै यार। होइन के तोडले फल्या रहेछ है त्यहाँ त काफल। कति हो बोर्ड त यता नि छ। ऊ बोर्ड यता चाहिँ खासै छैन जस्तो। उयो एउटा बोर्डमा चाहिँ धेरै छ। तल तल होला, तलै होला जस्तो लाग्यो। माथिबाट माथि जाउँ। अलि बिस्तारै नै। ओहो पानीको साउन्ड सुन्यो है। ल यता आउनु, यता। आमा यता हो नि बाबा। ल अख्खा ठाउँ। ल ल यो चाहिँ कागेश्वरी महादेवको मन्दिर भनेको चाहिँ यही होला। अन्त चाहिँ यहाँ ल 5वटा धारामा सर्र पानी आइरहेको छ होइन, हेर्न सक्नुहुन्छ। बवाल। त्यहाँ झर्ना पनि छ। ल माथि चढौँ, माथि जाउँ। यहाँ पनि रहेछ त कागको ऊ त स्ट्याचु त। त्यहीबाट मान्छे चाहिँ छैन त खासै। त्यहाँ मजाले झर्न बगिरहेछ त्यहाँ चाहिँ। आउन यताबाट जाउँ।
यताबाट हामी जानुपर्ने हुन्छ। यतातिर पनि रहेछ बाटो। सानो ल बगान रहेछ है ठाउँ चाहिँ मलाई अक्खा लाग्यो। अक्खा राम्रो छ। यहाँ चाहिँ गुफा रहेछ। गुफा भन्नाले देउता रहेछ अनि यता चाहिँ झर्ना पनि छ होला। मजाको झर्ना छ। गर्मी उपत्यकाको भ्यू यतातिर पनि छ। है त अब फोटो खिच्छु। है त गाइजहरू यो ठाउँ पुरै घुमेर सक्यो। एकदम राम्रो रहेको छ होइन कागेश्वरी महादेव। अब यो ठाउँबाट चाहिँ हामी जाँदैछौँ माथि कागको स्ट्याचु भएको ठाउँमा पार्कमा। शहीद पार्क पनि भन्दो रहेछ त्यहाँको होइन। त्यहाँको कुनै अब शहीदको कारणले शहीद पार्क राखेको चाहिँ होइन अरे। जस्तै कि अब पहिला चाहिँ त्यहाँ चियान थियो अरे होइन। त्यहाँ चियान थियो अरे, मान्छे गाड्ने पोल जलाउने गर्थ्यो अरे। अनि त्यो ठाउँमा बनाएको कारणले चाहिँ शहीद पार्क भनेर नाम पनि राखिएको रहेछ त्यो ठाउँको नाम चाहिँ होइन। अनि त्यसपछि त्यहाँ कागको ठुलो स्ट्याचु रहेको छ। अनि त्यो भएर त्यहाँसम्म चाहिँ हामी पुग्छौँ है त गाइजहरू। ल भिडियोलाई कन्टिन्यू गर्नेछौँ है त गाइजहरू, साथ दिनु होला।